अर्जुन कुमाल अहिले उत्कृष्ट फर्ममा छन् र उनले 498 रन बनाइसकेका छन् भने 49.6 को एभरेजमा रन बन्दै गर्दा यो ऐतिहासिक सफलताको पछाडि रहेका अर्जुन कुमाललाई नेपाली राष्ट्रिय टिमले भने त्यति पत्याएको देखिँदैन र नेपाली राष्ट्रिय टिमले पत्याउनु पर्ने अवस्था भने अब आएको छ। उनले भर्खरै भएको खेलमा 103 रनको नट आउट पारी खेलेका थिए भने उनले लुम्बिनी विरुद्धको खेलमा भने उनले यो उत्कृष्ट पारी खेलेका थिए। अर्जुन कुमालले पिएम कपमा आफूलाई प्रमाणित गरिसकेका छन् भने उनलाई टिममा भने नेपाली टिमले अहिलेसम्म समावेश गरेको छैन र नेपाली टिममा अर्जुन कुमाल हुनुपर्छ भन्नेहरूले जोरदार आवाज उठाउनुहोला र सम्पूर्ण साथीहरूले कमेन्टमा अर्जुन कुमाल इन नेपाली टिम भनेर को साथीहरूले टिममा देख्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। उत्कृष्ट प्रदर्शनसँगै उनको तारिफ पनि सोसल मिडियामा निकै नै भइरहेको छ भने सम्पूर्ण व्यक्तिहरूले उनको बारेमा लेखेका छन् अर्जुन कुमाल होइन अर्जुन कमाल हुन् भनेर। त्यसै गरी विभिन्न क्षेत्रबाट उनलाई राष्ट्रिय टिममा हाल्नको लागि अर्जुन कुमाल हुनु पर्यो भनेर नि निकै नै दबाब आइरहेको छ र यो अवस्थामा उनले राष्ट्रिय टिममा भने आफ्नो स्थान बनाउन सक्लान् या सक्दैनन् त्यो भने आउने दिनमा हेर्न बाँकी हुनेछ।